बाबा नमस्ते। नमस्ते छोरी नमस्ते, के छ सन्चै छौ? खाना खानुभयो? नाइ खाएन, तिमीले खाऊ? नहीं। अरू के छ सन्चै छौ? तपाईँ सन्चै हुनुहुन्छ? म नि सन्चै छु। अनि के छ, स्कुल सुरु चालु भयो खाना कि खानुभयो कि नै? खाना खाएनौ, खान्छौ। अनि के छ, स्कुल चालु भयो, पढ्न जान्छौ? के डिक्सनरी किन्यौ कि नै? किने। मिनिङ कन्ट भयो कि नै त? के गर्यौ? मिनिङ कतिवटा कन्ट गर्यौ? अम्मको लेख्नु कति घन्टा लाग्यो मिनिङ भयो। होमवर्क लेख्न लागेको थिएँ क्या अहिले। होमवर्क गर्ने अनि त्यो इङ्ग्लिसको मिनिङ कन्ट गर्ने। मिनिङ भनेको के हो थाहा छ कि नै? जस्तै आई भन्यो, आई भनेको यता नेपालीमा नि आई लेख्या हुन्छ हो कि नै? अनि आई भनेको के हो? दे भनेको के हो? व्हाट भनेको के हो? वाइ भनेको के हो? बुझ्यो कि नै? दे भनेको के हो? आर भनेको के हो? एन्ड भनेको के हो? त्यो सिक्ने हो भनेको। स्कुलमा राम्रोसँग टपेर पढ्ने हो। यो अहिलेको भन्दा धेरै नम्बर ल्याउने हो। 500 नम्बर आयो भने 6 ओभर ल्याउने हो। धेरै सिरियस किन्यौ कि नै? सिलाउन भाली हो। फर्स्ट पार्टबाट लास्ट पार्टसम्म फरर हुने गरी उच्चारणसँग मिनिङ पुरा कन्ठ गर्ने। अनि इङ्ग्लिस राम्रोसँग पढे, मिनिङ कन्ठ गरेछ मैले भनिदिएको छु। 2-4 दिनमा फोन गरेपछि थाहा पाउनुपर्छ मैले सोधेपछि। डिक्सनरी ल्याएर अगाडि राख्नु ल। थ्याङ्क यू। राम्रोसँग पढे, गुणन भाग इङ्ग्लिसको कन्ठ गर्नु पुरा ल। उज्जवल बस्यौ, कामना एकदम उन्नति प्रगति गर्नु है त।